नमस्कार। नेपालको संविधान 2072 को भाग 31 ले संविधान संशोधन सम्बन्धी कस्तो व्यवस्था गरेको छ भन्ने कुराहरूलाई चाहिँ यहाँलाई मैले अर्को भागमा लिएर आएको छु। र नेपालको संविधान 2072 को धारा 274 संविधान संशोधन 1 नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित रहेको सार्वभौमिक सत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन। 2 उपधारा 1 र यसमा संविधानको अन्य धाराको अधीनमा रही र यस संविधानको कुनै धारालाई संशोधन वा खारेज गर्ने विधेयक सङ्घीय संसदको कुनै पनि सदनमा पेश गर्न सकिनेछ, तर उपधारा 1 लाई संशोधन गर्न सकिने छैन भन्नाले चाहिँ यो राष्ट्रपतीय प्रणाली अथवा हामीले जुन जनताको मागहरू सुनेका छौँ, धर्मनिरपेक्षता जस्ता कुराहरूलाई चाहिँ यसले कुनै पनि इन्डोर्स गर्दैन है। 3 उपधारा 2 बमोजिम पेश गरिएको विधेयक सम्बन्धित सदनमा प्रस्तुत भएको 30 दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्नेछ। 4 उपधारा 2 बमोजिम पेश भएको विधेयक कुनै प्रदेशको सिमाना परिवर्तन र अनुसूची 6 मा उल्लेखित विषयसँग सम्बन्धित भएमा त्यस्तो विधेयक सङ्घीय संसदमा प्रस्तुत भएको 30 दिनभित्र सम्बन्धित सदनको सभामुख वा अध्यक्षको सहमतिमा का लागि प्रदेश सभामा पठाउनु पर्नेछ। 5 उपधारा 4 बमोजिम पठाइएको विधेयक 3 महिनाभित्रमा सम्बन्धित प्रदेश सभामा तत्कालीन कायम रहेको सम्पूर्ण सदस्यको बहुमतबाट स्वीकृत वा अस्वीकृत गरी त्यसको जानकारी सङ्घीय सदनमा पठाउनु पर्नेछ। तर कुनै प्रदेश सभा कायम नरहेको अवस्थामा त्यस्तो प्रदेश सभा गठन भई त्यसको पहिलो बैठक बसेको मितिले 3 महिनाभित्र स्वीकृत वा अस्वीकृत गरी पठाउनु पर्नेछ। 6 उपधारा 5 बमोजिम अवधिभित्र त्यस विधेयक स्वीकृत वा अस्वीकृत भएको जानकारी नदिएमा सङ्घीय संसदको विधेयक उत्पत्ति भएको सदनले त्यस्तो विधेयक उप कारबाही अगाडि बढाउन बाधा पर्ने छैन। 7 उपधारा 5 बमोजिमको अवधिभित्र बहुसङ्ख्यक प्रदेश सभाले त्यस्तो विधेयक स्वीकृत गरेको सूचना सङ्घीय संसदको सम्बन्धित सदनलाई दिएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ। 8 प्रदेश सभाको सहमति आवश्यक नपर्ने वा उपधारा 5 बमोजिम बहुसङ्ख्यक प्रदेश सभाबाट स्वीकृत भइआएको विधेयक सङ्घीय सदनको दुवै सदनमा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा 2/3 बहुमतबाट पारित गर्नुपर्नेछ। 9 उपधारा 8 बमोजिम पारित भएको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिनेछ। 10 राष्ट्रपतिले उपधारा 9 बमोजिम पेश भएको विधेयक प्राप्त भएको 15 दिनभित्र प्रमाणीकरण गर्नेछ र प्रमाणीकरण गरेको मितिलेदेखि संविधान संशोधन हुनेछ भन्ने व्यवस्था गरिएको छ। तर जुन संविधानमा कतिपय जनताहरूले चाहेको कुराहरू धर्मनिरपेक्षता, राष्ट्रपतीय प्रणाली जस्ता कुराहरूलाई चाहिँ अनि राष्ट्रिय सभाहरू खारेजी जस्ता कुराहरू, त्यसमा बौद्धिक मान्छेहरू लग्ने जस्ता कुराहरूलाई चाहिँ यसले इन्डोर्स गर्दैन र यसले कुनै पनि तल्लो सदनमा बहुमत आउने बित्तिकै चाहिँ यो कुराहरूलाई चाहिँ परिवर्तन गर्न सक्दैन भन्ने कुरा व्यवस्था गरिएको छ। धन्यवाद।